म यो भिडियोमा कुरा गर्दैछु नेपालको 10 उत्कृष्ट चलचित्रहरूको बारेमा। मलाई मनपर्ने 10औं स्थानको नेपाली चलचित्र हो प्रेम पिण्ड। यस चलचित्रमा राणाकालको दरबारमा सबिता र नोकर नकुलको प्रेमलाई देखाइएको छ। यस चलचित्रलाई यादव खरेलको निर्देशन रहेको छ भने सरोज खनाल र सोनी सोनियारको मुख्य भूमिका रहेको छ। मलाई मनपर्ने 9औं स्थानको नेपाली चलचित्र हो पशुपति प्रसाद। यस चलचित्रमा गरिबी सङ्घर्ष र आशालाई प्रस्तुत गरिएको छ। यस चलचित्र दिपेन्द्र के खनालले निर्देशन गरेका छन् भने यस चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा सेवकटी, विपिन कार्की, प्रकाश घिमिरे, रविन्द्र सिंह बानिया आदिको मुख्य भूमिका रहेको छ। मलाई मनपर्ने 8औं स्थानको नेपाली चलचित्र हो नाइ नभन्नुला। यस चलचित्रमा किशोर अवस्थाको प्रेम सम्बन्धमा परिवार र सामाजिक असरलाई प्रस्तुत गरिएको छ। यस चलचित्रलाई विकास राज आचार्यले निर्देशन गरेका हुन् भने यस चलचित्रमा जीवन लुइटेल, रिचा सिंह ठकुरी, सुमन सिंह आदिको मुख्य भूमिका रहेको छ। मलाई मनपर्ने 7औं स्थानको नेपाली चलचित्र हो आमाको आशीर्वाद। यस चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् भने राजेश हमाल, निरुता सिंह, दिलीप रायमाझी, सञ्चिता लुइटेल, निरुता सिंह, वसुन्धरा भुसाल, दीपक श्रेष्ठ आदिको मुख्य भूमिका रहेको छ। मलाई मनपर्ने 6औं स्थानको नेपाली चलचित्र हो अनमोल। यस चलचित्रमा प्रेम, त्याग र परिवारको भावनालाई देखाइएको छ। परिवारको अति नै पीडादायक अवस्थाको चित्रण पनि गरिएको छ। यस चलचित्रलाई रेशराज आचार्यले निर्देशन गरेका हुन् भने राजेश हमाल, उत्तम प्रधान, रेजिना उप्रेती र यो चलचित्रमा बाल कलाकार सलोन बस्नेतको उत्कृष्ट अभिनय रहेको छ। उनको त्यो उत्कृष्ट अभिनय कारण नै यो चलचित्र मलाई मन परेको पनि हो। मलाई मनपर्ने 5औं स्थानको चलचित्र हो बलिदान। यस चलचित्रमा देश प्रेम, राजनीति, सङ्घर्ष र बलिदानलाई देखाइएको छ। यस चलचित्रमा नारायण पुरीले निर्देशन गरेका हुन् भने हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, निर शाह र गौरी मल्लको मुख्य भूमिका रहेको छ। मलाई मनपर्ने 4औं स्थानको नेपाली चलचित्र हो पूर्णबहादुरको सारङ्गी। यस चलचित्रमा सामाजिक यथार्थ, जातीय भेदभाव, सांस्कृतिक क्रान्ति र बाबु छोराको अगाध प्रेमलाई देखाइएको छ। यस चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने विजय बराल, अञ्जना बराइली, मुकुन्द भुसाल, प्रकाश सपुत र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ। मलाई मनपर्ने 3रो स्थानको नेपाली चलचित्र हो दर्पण छाया। यस चलचित्रमा सामाजिक कुराहरूलाई चित्रण गर्दै किशोर अवस्थाको प्रेम सम्बन्धलाई मुख्य रूपमा देखाइएको छ। यस चलचित्रलाई तुलसी घिमिरेको निर्देशन रहेको छ भने दिलीप रायमाझी, निरुता सिंह र उत्तम प्रधानको मुख्य भूमिका रहेको छ। मलाई मनपर्ने 2रो स्थानको नेपाली चलचित्र हो जारी। यस चलचित्रमा लिम्बू संस्कारमा आधारित रहेर प्रेम सम्बन्ध र सामाजिक घटनालाई चित्रण गरिएको छ। यस चलचित्रलाई कवि उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् भने यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल आदिको मुख्य भूमिका रहेको छ। तपाईँहरूलाई उत्सुकता लागिसकेको हुन सक्छ यसलाई सबैभन्दा मनपर्ने चलचित्र चाहिँ कुन रहेछ भनेर। ल नगरौँ, यसलाई म भनिहाल्छु। मलाई सबैभन्दा मन परेको, अहिलेसम्म हेरेको इतिहासमा सबैभन्दा उत्कृष्ट लागेको चलचित्र हो परान। यस चलचित्रमा बाबाको सन्तानप्रतिको प्रेम, आफ्ना सन्तानले बाबाआमालाई गाउँमै छोडेर विदेशसम्मको यात्रा जानुपर्दाको चोट लगायत सामाजिक घटनालाई यथार्थ रूपमा चित्रण गरिएको छ। यस चलचित्रलाई दीपक प्रसाद आचार्यले निर्देशन गरेका हुन् भने निर शाह, मदन कृष्ण श्रेष्ठ, अञ्जना बराइली, केके अधिकारी, पूजा चन्द, प्रवीण खतिवडा, महेश त्रिपाठी र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ। साथीहरू, यो भिडियो कस्तो लाग्यो? यदि मन परेको छ भनेदेखि लाइक अनि सेयर गरिदिनु होला। तपाईँलाई अहिलेसम्मको सबैभन्दा मनपर्ने चलचित्रको नाम के हो कमेन्ट गर्नुहोस् ल। अनि यस्तै भिडियोहरू फेरि पनि हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्नुहोस्। हस्, धन्यवाद।